बतस हाम्रो हावालाई स्वागत अम्बो नाना Hi everyone, welcome back to my channel again make now vlog. So साथीहरु तपाईहरु पनि सन्चै सुबिस्ता हुन्छ होला भन्नुको आशाको साथमा आज मैले फेरि न्यू भिडियो स्टार्ट गरेको आज एकदम धेरै दिन बाद मैले भ्लग स्टार्ट गरेको हैन साथीहरु अन्त धेरै गर्मीको कारणले गर्दाखेरि चाहिँ त्यस्तो भिडियो बनाउनु अल्छी लाग्छ अन्त त्यही भएर चाहिँ मैले अब त्यस्तो भ्लगहरु बनाएको थिइन हैन सो साथीहरु सर्ट भिडियो चाहिँ मेरो आउँछ हैन सर्ट भिडियो हेर्न सक्नुहुन्छ कस्तो डग्दो गरम छ तर अहिले फेरि अस्तायो घाम अस्तायो के गर्नु साथीहरु यहाँ लुगा छ हो देखाउनु पनि कस्तो भइरहेको छ उ माथि घाम चाहिँ बादलले छिकिरहेको छ नि एकैछिन चाहिँ शीतल भइरहेको छ हैन साथीहरु म चाहिँ छुपी चेपिरहेको छु अप्ठ्यारो भयो बोल्नु अन्त आज चाहिँ म चाहिँ भ्लगमा चाहिँ के गर्छु के गर्दिन भनेर चाहिँ मलाई थाहा छैन हैन साथीहरु के सोचेर चाहिँ मैले भ्लग स्टार्ट गरेछु आज के गर्छु के गर्दिन त्यो मलाई थाहा छैन अन्त हाम्रो मेरो छोरी चाहिँ अब भर्खर पानी खेलाएर बसेको थियो नाङ्गै बसिरहेछ हेर्नुस् नाङ्गै बसिरहेछ नानु हाइ गाइस भन्देऊ छिटो हाइ गाइस भन्देऊ नि कताइदिन्छु अब नाइसा पाउने खाइदिन्छु अब लुगा लगाइदिनुपर्छ लुगा लाउनु म चाहिँ अब फर्स्ट सुरु स्टार्ट चाहिँ भयो मेरो ब्लगमा नाइसालाई लुगा लगाइदिने लुगा लगाउनु पर्छ ल बाई भन्देऊ नानालाई खेल्नु छिटो आउनुहोस् ल भन्देऊ सो साथीहरु पहिला म लुगा लगाइदिइहाल्छु नाइसालाई आज के गर्छु के गर्दिन मलाई के पनि थाहा छैन र पनि म भिडियो बनाइ नै रहन्छु के गर्दै रहेछु साथीहरु हेर्दै गर्नुहोस् खाइ ल नानाकोमा नाना चाहिँ खेल्नु जानु भएको छ कि अन्त एकछिनमा आउनुहुन्छ नि नाना ल अब चाहिँ हाम्रो सुरु हुन्छ माम पकाउने माम खान्छु खाँदैनौ मामा त खानु पर्यो होला साथीहरु अन्त हाम्रो यहाँ चाहिँ आडुचा छ है यहाँ साथीहरु यहाँ आडुचा चाहिँ छ तर चिल्लो खालको हैन बुसबुसे आडुचा बुसबुसे आडुचा जुम गरौँ भनेको कि साथीहरु नाइसा बोकिरहेको छु कि एउटा हातमा अन्त मैले जुम गर्नु पाएन यहाँ बुसबुसे आडुचा आया उमा झन् पाक्दै रहेछ कि तर मलाई मन पर्दैन बुसबुसे आडुचा तिमीलाई मन पर्छ बुसबुसे आडुचा के मन पर्दैन नाइसा चाहिँ हाफ प्यान्ट र बेसमा खाली छ किनभने एकदम गरममा नानीहरू सक्दैन त्यही भएर चाहिँ उही परसम्म एक रन घुमाइकिन आएको नाइसालाई नानालाई खोज्दैछ नि त अन्त नाना चाहिँ छैन है नाइसा नाना खेल्नु गएको छ नि त है हजुर भन के भयो म छोरी टोकेको हो मेरो छोरीले मच्छरले टोकेछ कि यहाँनिर अन्त कोट्टाउँदैछ कोट्टाउनु हुँदैन नि यो खै हेरौँ भन्दैछ भिडियोमा अहिले यो काट्छु कि काटेर हेर्दैन ल बच्चा खाएको है बसिरहेछ मलाई भन्नु ममा के गर्नुहुँदैछ भन न बसिरहेछ त्यो जुत्ता बोकुम न लुट बोकुम न मामा पकाउँदैनौ मम्माले सकाउँदैन मामा पकाउनु अबै यहाँ हेर न त के खाने रे नानु
के खाने घिउ खाने कति खाने हातले देखाउ न दुईटा हातले रिसिँदै त भन्नु पर्दैन त है रिसिँदै भन्छ नाइसलाई चाहिँ हामी अलिक ज्यादै घिउ धेरै गर्दैछु हैन उसको त टोइलेटै हुँदैन हौ के हो अनि त्यही भएर चाहिँ हामी घिउ दिएको 1 केजी दिएको थियो 1 केजी रे आधा केजी घिउ थियो आधा केजी घिउ तुरियो यहाँ आधा केजी घिउ चाहिँ नाइसको सक्यो अब हैन नाइसलाई चाहिँ यति दिन्छु आज चाहिँ के साह्रो चाहिँ छुर्पी चेपेको जहाँ पनि छुर्पी भन्छ ल अहिले बोल्दाखेरि चाहिँ एकदम यत्रो देखिएछ नि त के अडियो भिडियोहरू के कस्तो हाँस्दै चप्पाको क्या अनि त्यो निकालेको दिनुहोस् वेलकम छोरी हेर्नुहोस् के हो नाइस त्यो खाऊ तिमी खाऊ न भाइ के गरेको आँखा चाहिँ डरै लाग्दो यहाँ हेर त मलाई लुक एट मी नाइस के साह्रो है के साह्रो हो मेरो छोरी त के साह्रो अब भुइँमा बस्छु साथीहरू ड्याम भुइँमा बस्नु खालि मनपर्छ एकदम चिसोमा हो शीतल हुन्छ नि त चिसोमा बसे पनि पैता यसो खोलेर बसेको छु ल अल्छी लाग्दो अहिलेदेखि खाना बनाऊँ भनेको होइन 11:30 भइसकेको छ के हो बाबालाई भोक लाग्छ ल गरममा के बनाऊँ हुन्छ नि त खानु मन पर्दैन भोकै बस्छु नाइसा मामा नखाउला घिउमै खाउला तिमी घिउमै खाउला उतै यस्तो छ नि त अब खाएपछि बोल्दैन खाइसकेपछि खालि बोल्छ हो के बनाउनु साथीहरू खाना के बनाउनु आज त मलाई अब कति बाद चाहिँ मैले भ्लग स्टार्ट गरेको कि अनि त्यही भएर मलाई के बोलौँ भयो हो अन्त म बोलेको छु अन्त मलाई आफूलाई बाउले जस्तो लाग्दैछ खानामा चाहिँ के बनाउने भनेर चाहिँ मैले के रेडी गर्दैछु भन्ने चाहिँ साथीहरू यस्तो गर्मीमा के खाँदा ठिक हुन्छ भन्यो भने चाहिँ एकदम अब यस्तो कस्तो गरम भइरहेको छ भात खाँदा रुच्दैन हैन गरममा तातो त्यस्तो हुन्छ गरममा के खाँदा रुच्छ भन्ने चाहिँ यहाँ हेर्नुहोस् गुन्द्रुक अब म चाहिँ बनाउँदैछु गुन्द्रुकको गुन्द्रुकको रस बनाउँछु हो अन्त आलु चाहिँ चिरिक काटेर हुन्छ कि चरक काटेर हुन्छ कि यसको चाहिँ म पर भोर्छु अन्त यो चाहिँ म यसको चाहिँ रस बनाउँछु साथीहरू किनभने यस्तो गरममा गुन्द्रुकको रससँग भात एकदम दामी रुच्छ मैले ठिक भने कि ठिक भनेन साथीहरू हैन त्यसमा चाहिँ मजाले टमाटर चाहिँ अलिक बेसी नै हालेर हो अनि यो चाहिँ त्यस्तो कति छ त्यस्तो अमिलो त छैन रहेछ कि अन्त अमिलो छ भने चाहिँ टमाटर अलिकति बेसी हाल्नुपर्छ अमिलो हुन्छ एकदम गरममा भात चाहिँ एकदम डरलाग्दो रुच्छ हैन अब चाहिँ म चाहिँ बनाउँछु गुन्द्रुकको रस भात अन्त आलुको चरचरे हुन्छ बनाउँछु हो मेरो छोरी अझै पनि घिउै खाँदैछ यहाँ हेर मलाई सिधा बसेर कस्तो भयो मिठो भन न सो अत्था पोल्यो राइस कुकरले पोल्यो सो साथीहरू खाना पनि पाकिसक्यो हैन मेरो अन्त मैले अघि तपाईँलाई ल्याउँछु भनेको थिएँ अनि यहाँ हेर्नुहोस् यो चाहिँ गुन्द्रुकको रस अलिक टमाटर बेसी हालेर बनाएको यो एकदम अमिलो भएको छ अन्त यो चाहिँ मेरो हो आलु अन्त यहाँ चाहिँ छ मेरो भात कस्तो पोल्यो भन अन्त मैले यहाँ खानुको लागि अलिअलि म सलाद बनाएको छु हो बनाइसकेँ कि
तर खाने बेलामा बाबा कहाँ जानु भएछ अब कल गरेर बोलाउँछु हो। अन्त खाना बनाउँदा चाहिँ मलाई नाइसले चाहिँ केही गर्नु नदिएको कि खेल्दैछ तिनीहरू। के खेलेको तिमीहरू चाहिँ? माछा घरी माछा घरी खेलेको अरे यिनीहरू। यहाँ आऊ त एकजना म पुम। यहाँ आऊ न एकजना यो पक्र न फोन। हे क्यामेरामा पक्रियो नि यता। आज म पनि खेल्दैछु। यो चाहिँ कति हो? 5 ल हेर्छु ल। अम्बो आँखा तेरी मिरी भयो कस्तो खालको? अम्बो कस्तो खालको लाभरले हो? स्किपको रहेछ हो। अम्बो आँखा तेरी मिरी। अम्बो देखियो होला 2 बहिनीले खिच्नु त खिचेछ कि तर औँलाले सबै छोपेछ। बाबा स्वागत छ तपाईलाई। हावा स्वागत छ। यहाँतिर हावा चल्दैछ। स्वागत छ। कस्तो गरम भइरहेको छ साथीहरू के। अन्त त्यसपछि घाम पनि अस्तायो यति छ। हावा चल्दैछ। हाम्रो हावालाई स्वागत छ सोममा। एकदम शीतल भयो होइन। हामी चाहिँ खानासाना खाइसकेर चाहिँ अब चाहिँ म चाहिँ नाइसलाई चाहिँ ल्यान्डिङ गराउने होइन। नाइसलाई चाहिँ सुताउने हो। नाइसलाई सुताउने हो। नाइसले सुताउँ भनेको कि चिप्सहरू खान्छु भन्छ सुत्ने बेलामा हो। यसो गर्छ। अब हामी चाहिँ अब म पनि अब नाइसलाई सुताउँछु। नाइसलाई सुताएर चाहिँ म पनि एक ल्यान्डिङ दिनुपर्छ होला।